फेदीमा आएर बसेका छौं हैन। हामी ठ्याक्कै वहाँबाट 4 बजे हिँडेको नि। कति भयो त? हामी वहाँबाट 4:30 मा हिँडेको। यहाँ आइपुग्दा 6:20 भएछ। धेरै त लागेन त हामीलाई त। कति बजे आएछ? 6:20 भनेको हामीलाई 1 घण्टा कति मिनेट लाग्यो? 2 घण्टा 10 मिनेट। भनेपछि 1 घण्टा 40 मिनट। 1 घण्टा 50 मिनट। अरे त्यस्तै उस्तै भयो लु। कौन सब्जेक्ट अच्छा लगता है? बैगन। लु हामी आइपुग्यौँ कि माथि। लु अब बाँकी अब यहाँदेखि माथिको चाहिँ भोलि बनाउँला। हामी खानासाना खान्छौँ अनि बाँकी अब। हेलो गाइज, हामी चाहिँ आइपुग्यौँ फाइनल्ली ताप्लेजुङ सुकेटार। हामी चाहिँ एयरपोर्ट हेर्न आएको माथि। यहाँबाट यस्तो देखिरहेछ यार, कस्तो दामी भ्यू। के एयरपोर्टको रनवे नै हेर्न गएपछि क्या हो? अन्य त उही भित्र छिरेर त लानु। अनि मलाई फट्याङ्ग्रे प्लेन आउँछ यहाँ। फट्याङ्ग्रे प्लेन अरे? कस्तो प्लेन अरे? फट्याङ्ग्रे चक्का छिर्दैन क्या मेरो भित्र। ल बाटो चाहिँ हामी राम्रै रहेछ। 2-4 ठाउँ चाहिँ खाल्डो खुल्टी, 2-4 ठाउँ चाहिँ ऊ रहेछ के अरे, 2-4 ठाउँ चाहिँ खोला रहेछ। नत्र भने यता तम्बर कोरिडोरको बाटो आउँदा हुन्छ है। ल ताप्लेजुङ राम्रो। लु अब हामी फेरि अहिले हिँड्दा कन्टिन्यू गरौँ ल। ल हामी चाहिँ यहाँ अर्ग्यानिक चिया खाँदैछौँ ताप्लेजुङको। हेलो गाइज, हामी चाहिँ सुकेटार आइपुग्यौँ। बिहान 4 बजे हिँडेको हामी वहाँबाट। यहाँ आइपुग्दा 2:40 गएको थियो। चिया खाइयो। अब यहाँबाट हामी गाडी पर्खेर बसिरहेको छौँ। गाडी आयो गाडी पनि आइसक्यो। अब यहाँबाट हामी जान्छौँ माथि सामान लिएर। हो कस्तो होइन अब। ल हेलो गाइज, हामी चाहिँ सुकेटारबाट काफ्ले पार्टी जाँदैछौँ। पक्रिने नि रहेन रहेछ गाइज। हल्का भइहाल्छ नि त्यस्तो। ए त नि त्यो पुरै पछाडिको तेरै हो त, सुत्दा नि भयो त नि। रिजर्भ गाडी हामी मान्छे जहीँ पनि रिजर्भ लिएर हिँड्छौँ। यो माथि पुगुन्जेलसम्म यो गाडी हाम्रो कृपया हिँड्दा कसको सङ्गत गर्नु अरे? आनन्द पनि उहाँबाट पनि खत्रै मान्छे हो नि त। 6 जना मात्रै आइदिउँ अनि तपाईँलाई त्यहाँनिर देख्नु भएन अगाडिकोमा हाम्रो जस्तै बुलेर हो नि। कतिजना मान्छे थियो हामी त आनन्दले आयौँ। क्यामेरालाई फरक परेन तर त्यो क्यामेरा चाहिँ सुरक्षित एकदम। झन् पानी परेकोलाई त कसरी गाह्रो हुन्छ नि। यो चाहिँ बाटो यस्तो छ होइन, एकदम बाटो खतम छ, खतम बर्बाद छ बाटो। बरु हिँड्दै आउनु होला भन्दैन भाइ। बरु हिँड्दै आउनु होला। तपाईँलाई 10 घण्टा चाहिँ लाग्छ हिँड्दै आउनु भने। यो चाहिँ जस्ट जोकिङ है। फेरि सिरियसली हिँड्दै आउनु भने फेरि मलाई केही नभन्नु। यस्तै छ माथिसम्म, यस्तै छ होइन। यति नै हो। मैले चाहिँ जस्ट भिडियो इन्फर्मेसन दिनलाई मात्रै बनाएको। लु यति नैमा काट्यो हो। ल हामी कहाँ आइपुग्यौँ अरे? हामी काफ्ले पार्टी आइपुग्यौँ है। हामी काफ्ले पार्टी लगभग तलबाट 1.5 घण्टा जति लाग्दो रहेछ कि तलबाट आइपुग्न। ल हामी अब यहाँबाट लाग्छौँ हामी माथि। ल हामी चाहिँ कहाँबाट लाग्यौँ अरे? काफ्ले पार्टीबाट लाग्यौँ है हामी। अब हाम्रो हिँडाइ सुरु भयो है। अब हिँडाइ मर्छ है हाम्रो। यो लाठी फिर्ता त गर्नु पर्दैन नि ल्याएर? ए ल गाइज, हामी चाहिँ काफ्ले पार्टीबाट अगाडि बढ्यौँ। साथी भएर माताको दर्शन गर्न।
यात्रा स्टार्ट भइसक्यो हाम्रो। हामी गएर माथिल्लो फेरीमा गएर बास बस्छौँ। यहाँबाट कति बज्यो अहिले? 4:30 भयो होइन? 4:30 बजे हामी यहाँबाट हिँड्यौँ। हेरौँ है त कति बजे पुगिन्छ अब। ओइ लट्ठीले हाल्नु है मलाई। ल हामी चाहिँ हिँड्दैछौँ। हाम्रो हालत यस्तो छ। यहाँबाट स्टार्ट हुन्छ अब हाम्रो काशीभराको यात्रा। लेट्स गो। कुन त्यो गरम छ क्या? त्यो झन्डै झरो फोन। अप्ठ्यारो भयो क्या मलाई बनाउने। अप्ठ्यारो भयो। कस्तो नाम टिपाउनु पर्छ? यहाँबाट चाहिँ हाम्रो खुड्किला चढ्न स्टार्ट हुन्छ है त। परिदिए चाहिँ दामी हुन्थ्यो। पर्दैन र पो त? परिदिए चाहिँ राम्रो हुन्थ्यो। ल अब हामी यहाँबाट यात्रा स्टार्ट गर्दैछौँ। कति बज्यो फेरि हेर्नै पर्ने भयो त। 4:30 रहेछ। हामीलाई त्यहाँ अलिकति लाग्यो नि त, त्यही भएर। ल यहाँ पुरै कुहिरो लागिरहेछ। लेट्स गो। ल हामी बुहारी नानी यसरी टाउकोमा भरिया तरिकाले बोकेर आइरहेछन्। ल जाउँ। कस्तो? होइन बोकेरै त नजाने कि हामी हिँड्दै जाने हो। बोकेर त हुँदैन, बरु नलाने माथि बोकेर सिधै हो। बरु नलाने माथि यहाँ आइसकि जानुपर्छ। यहाँ आइसकेपछि जानुपर्छ नि। के जानुपर्छ नि, के को नसकेर हुन्छ। बिस्तारै जाउँला न। भोलि 1 बजे हिँड्नु न बिहान। ल 2 किलोमिटर हो। अब 2 किलोमिटर छैन, 1500 मिटर छ अब। ल अब हामी लगभग आधीसम्म चाहिँ आइपुग्न अझै आधी बाँकी छ। आनन्द हुँदो रहेछ। पुत्रुङ गरेर अघि फ्याँक्नु जस्तै भइसक्यो। ऊ त टाढो भएको ठाउँमा होइन है, त्यहाँदेखि अलिक तरै हो नि। कमाल है यार, कैसे कैसे लोग रहते हैं यार यहाँ। 250 मिटर मात्रै छ, अब धेरै छैन। 250 मिटर हो यहाँबाट। अब धेरै छैन। ए अब थोरै छ है गाइस, 250 मिटर मात्रै छ। ल हेरौँ है त। ल हामी फाइनल्ली आइपुग्यौँ होटलमा। दार्जिलिङ होटलमा बसेका छौँ हामी। त्यसका बाजेको गलेर स्यालाक्कै ठुलो फेदीमा आएर बसेका छौँ हामी। फेदीमा आएर बसेका छौँ होइन। हामी ठ्याक्कै उहाँबाट 4 बजी हिँडेको नि। कति भयो त? हामी उहाँबाट 4:30 मा हिँडेको। यहाँ आइपुग्दा 6:20 भएछ। धेरै त लागेन त हामीलाई त। 6:20 भनेको हामीलाई 1 घन्टा कति मिनट लाग्यो? 2 घन्टा 10 मिनट। 2 घन्टा 10 मिनट होइन, 2 घन्टा त 10 मिनट कम भन्नु न। भनेपछि 1 घन्टा 40 मिनट। 1 घन्टा 50 मिनट 110 मिनट त्यस्तै उस्तै भयो। लु लु हामी आइपुग्यौँ कि माथि। लु अब बाँकी अब यहाँदेखि माथिको चाहिँ भोलि बनाउँला। हामी खानासाना खान्छौँ अनि बाँकी अब